गोली हानेर मारिदिन्छु भनेको छ नि त। भने त्यसका बारेमा सरकारले चासो दिनुपर्छ पर्दैन त्यो कुरा जब आइसकेपछि चासो दिन्छ होला भन्ने लागेको थियो। अहिलेसम्म चाहिँचु केही पनि छैन, केही मतलबै छैन। एकजना मान्छेले मलाई मलेसियाबाट फोन गर्नुभयो वाट्सएपमा है। मलाई के फिल भयो भने वाट्सएपमा +60 थियो, अगाडि चाहिँ कोड नम्बर। अब +60 भनेपछि मलेसियाको भन्ने आइहाल्यो होइन। मलेसियामा कोही नेपाली श्रमिक अप्ठ्यारोमा पऱ्यो कि गाह्रोमा पऱ्यो कि अथवा के भयो कि उठाउँ रेस्पोन्स गरौँ त्यहाँबाट आएको होइन। नेपाली श्रमिकको सङ्ख्या ठुलो छ भन्ने हिसाबले फोन उठाएको, सिधै ऐनमर हो भन्नु हो भने अनि तेरो कोठा कहाँनिर हो भन्नुभयो होइन। सिधै त भन्नुभयो, म त चिनिनँ नि हजुरलाई भने मैले। होइन कोठा कहाँ बस्ने कहाँ तेरो कोठा भन् त, एड्रेस भन् त भन्नुभयो। को बोल्नुभयो भने मैले म जो बोले पनि तेरो बाबु बोलेको, यस्तै खालको एकदम छाडा शब्द, एकदम चाहिँ तल्लो स्तरका शब्दहरू बोलेर त्यसपछि सुरु गर्नु भने ल त म त यहाँ छु होइन, तर तेरो कोठा कहाँ म पत्ता लगाएर मान्छे पठाउँदैछु, घरमा पठाउँदैछु, तैँले त सदनमा भनिस्, अब त सब भोलि नै तेरो साँच्चैकै लास पाउँछ भन्नेसम्मको भन्दा मैले त हाँसेर उडाइदिएँ। हुन्छ हजुर हुन्छ, सकेको गर्नु भने सक्यो होइन। यस्तो खालको एकदम चाहिँ टर्चर होइन आउने, ह्यारेसमेन्ट गर्ने, एकदम बुलिङ गर्ने, थ्रेट गर्ने, ज्यान मार्नेसम्मको। त्यति मात्र हो त? मलाई मात्र भने त हुन्थ्यो नि, परिवारसम्मलाई असुरक्षित बनाउने गरी तेरो होइन छोराछोरी श्रीमती अथवा परिवारको मान्छे पनि सुरक्षित छैन ढङ्गले आउने यस्ता खालका एकदम मेसेजमा वाट्सएपमा फोनमा है यस्तो भइराखेको छ। र यो मैले सदनमा जानकारी गराएँ बिडा। फेरि हेर्नुहोस् न दुःखको कुरा के भने मैले अनि त्यसपछि हिजो परराष्ट्र मन्त्रीलाई भने यसरी विदेशबाट आउँछ के गर्न सकिन्छ त भन्दा केही गर्न सकिँदैन भन्नु होइन। अनि अपराध के त अथवा चाहिँ गल्ती के त भन्दा सरकारको विरोध गरिस् होइन। बालनको विरोध गर्न पाइन्छ, रविको विरोध गर्न पाइन्छ भन्नुहुन्छ, तिमीहरूले चाहिँ के गरेका छौ भन्नुहुन्छ। यस्तो खालको परिस्थिति बनाएको छ र यो विडम्बनापूर्ण छ यो। अनि त्यसपछि अलिकति यो साह्रै भयो भनेर अस्ति सदनमा बसिरहेको बेलामा पनि एउटा पोस्ट गरेको थिएँ। पहिलादेखि पनि ती मान्छेहरूले गरिरहेको थिए विभिन्न पोस्टमा, मैले वास्ता गरेको थिएन। आइसकेपछि यो त सदनलाई चाहिँ जानकारी, कम्तीमा जानकारी हुन्छ देशलाई, साथीहरूलाई, सबैलाई। न त के हो सरकार यस्तो छ, भोलि चाहिँ केही भइहाल्यो भने तिमीहरू प्रतिपक्षीहरू बेठीको भनिदिने बेर छैन नि त सरकारले, त उल्टा हामीलाई चाहिँ कमजोरी देखाइदिन सक्छ। त्यस कारण जानकारी गराउनु वाञ्छनीय हुन्छ। र अर्को कुरा मिडिया चाहिँ मार्फत आम जनतालाई पनि कस्तो सरकार कसरी चलिराखेको छ, कस्तो संस्कार, कस्तो परिस्थिति, कस्तो शासन चलाइराखेको छ भन्ने कुराको एउटा बुझाइ पनि हुन्छ भन्ने हिसाबले मैले सदनमा भने। भनिसकेपछि मलाई के लाग्थ्यो भने सरकार सिरियस बन्छ होला, सोध्छ होला मलाई, अनि गृह मन्त्रालयले सोध्छ होला, सरकारले सोध्छ होला। एउटा प्रतिनिधि सभा सदस्य जनताबाट निर्वाचित भएर आएको मान्छेलाई यो प्रकारका थ्रेटहरू मैले प्रमाणसहित त्यहाँ राखेको छु भनेको छु। गोली हानेर मारिदिन्छु भनेको छ नि त होइन, सामान्य कुरा होइन नि हो त। एउटा प्रतिनिधि सभा सदस्यलाई एउटा जो कोहीलाई एउटा कोही नागरिकलाई कोही मान्छेले गोली हानेर मारिदिन्छु भनेर खुलेआम धम्की दिन्छ भने त्यसका बारेमा सरकारले चासो दिनुपर्छ पर्दैन त्यो कुरा जब आइसकेपछि। मलाई सरकारले चासो दिन्छ होला त, प्रहरीले केही सोध्छ होला, सरकारले गृह मन्त्रालयबाट केही यस विषयमा सोध्छ होला, चासो दिन्छ होला भन्ने लागेको थियो। अहिलेसम्म चाहिँचु केही पनि छैन, केही मतलबै